आज शनिबारको दिन भएपछि कहिले के खाजा मेरो छोराले आज पानीपुरी बनाइदिनु न मम्मी, कस्तो खान मन लाग्छ भन्यो। ल त नि आज शनिबार सबैजना घर भइन्छ, खाम त नि भने अनि आज चाहिँ मैले पानीपुरी पुऱ्याउँदैछु। अनि यसरी घरमै प्याकेट ल्याएर पुऱ्याउँदैछु। अनि मैले चाहिँ फर्स्टमा सब तारे तेलमा, अनि आज छोरोले पनि एकदम मिठो गराई खान पाइने भयो भन्दै खुसी भइरहेछ कि ऊ चाहिँ। अनि यसरी मैले चाहिँ चिसो पानी, फ्रिजको चिसो पानीमा अमिलो पानी बनाइसकेको थिएँ, सबै बिरे नुन सब चाट मसलाहरू हालेर। अनि मैले चाहिँ यहाँ उसिनेको आलु छोडाउँदैछु। अनि यो आलु उसिनेर एकदम मजाले सिटी 3-4 सिटी लागेपछि पाक्यो। अनि कुनै आलु चाहिँ पाक्ने चाँडै, कुनै चाहिँ नपाक्ने के। मैले चाहिँ दुई फेरि बसाल्नु पर्यो यो आलु चाहिँ, सुरुमा नपाकेर। अनि मैले चाहिँ यसरी आलु काटेर अनि सेलाउन राखेको के। अनि यसरी काटेर टक काटेपछि अनि चाँडो सेलाउँछ नि त। एकछिन मैले यताउता रेडी गर्दा आलु पनि सेलाइहाल्छ। अनि मैले चाहिँ चाउचाउको फेरि प्याकेट खोलेपछि एउटा यति चाहिँ खानै पर्छ कि, यति थोरै खान चाहिँ मन लागिहाल्छ कि। अनि खाएँ। अनि यसरी मैले चाहिँ माथिबाट फुर्र हालेको मनपर्छ है साथीहरू। यो चाउचाउ चाहिँ मलाई पहिले मोल्यो भने चाहिँ उस्सेर मिठै लाग्दैन। यसरी खाने बेलामा ट्याक्क माथिबाट चाउचाउ पनि फुर्र हाल्यो भने कस्तो गुरुम मिठो हुन्छ क्या साथीहरू। हजुरहरूलाई चाहिँ कसरी खानु मनपर्छ, मलाई चाहिँ यस्तो नै। अनि मैले चाहिँ आज केराउहरू पनि के रहन्छ है, आज भिजाउनु बिर्सिएछ। अनि अब उतिखेरै झटपट भने जस्तै उतिखेरै खाने भन्यो बाबुले नि। अनि त्यही भएर बनाउनु लाग्यो। अनि जे छ सामान त्यही आलु भएपछि त त्यसै मिठो भइहाल्छ होइन। अनि यत्तिकै बनाएँ। अनि यसरी सबै फोर्दै हाल्दै फर्स्टमा मेरो छोरालाई दिइहालेँ मैले। यसरी पानी पनि मैले राखेर अनि पहिला कस्तो अमिलो ठिक्क कस्तो पिरो भयो, मैले बाबुलाई चाहिँ धेरै ठिक्कको पिरो बनाइदिएको थिएँ। पछि हामीले चाहिँ खाने, हामीलाई पिरो अलि धेरै हालेर भनेर बाबुले खाँदैछ, ऊ कस्तो मिठो भएछ भन्दैछ उसलाई चाहिँ एकदम। अनि मेरो छोरीलाई त झन् हतार भइहाल्छ, दादाले खाएको देखेछिन्। अनि छोरीलाई पनि दिएँ मैले, उसलाई चाहिँ पिरो नहालिदिकन आलु राखिदिएको थिएँ। अनि उसले पछि मैले पनि खाएँ। यस्तो मिठो अमिलो पिरो, वाउ।